एकदमै प्रभावशाली सिभी बनाउन सिकौँ। उदाहरणसहित जब पाउन सजिलो बनाउने तरिका। नमस्कार साथीहरू, आजको भिडियोमा हामी सिक्नेछौँ प्रोफेसनल सिभी कसरी बनाउने, त्यो पनि एकदमै सहज तरिकाले। तपाईँ विद्यार्थी हो, जागिर खोज्दै हुनुहुन्छ भने यो भिडियो तपाईँका लागि हो। भिडियो अन्त्यसम्म हेर्नुस्, किनभने हामी उदाहरणसहित सिभी बनाउने तरिका देखाउनेछौँ। सिभी भनेको के हो? सिभी भनेको करिकुलम भिटे हो, जसले तपाईको शैक्षिक पृष्ठभूमि, सिप, अनुभव र उपलब्धिहरू देखाउँछ। जागिर दिनेलाई तपाईको बारेमा बुझ्न मद्दत गर्छ। सिभी इक्वल टु शिक्षा प्लस अनुभव प्लस सिप प्लस उपलब्धि। राम्रो सिभीको विशेषताहरू। राम्रो सिभी बनाउनको लागि केही मुख्य कुरा ध्यान दिनुपर्छ। नम्बर 1, प्रोफेसनल लुक, सफा र आकर्षक लेआउट। नम्बर 2, सर्ट एन्ड रिलेभेन्ट, 1 देखि 2 पृष्ठभित्र सीमित गर्नुस्। नम्बर 3, कस्टम, जुन पुस्तकको लागि आवेदन दिइरहनु भएको हो त्यसअनुसार बनाउनुस्। एकै किसिमको फन्ट प्रयोग गर्नुस्। इमेल आइडी प्रोफेसनल होस्, जस्तै santosh.khanka@gmail.com। सिभीको मुख्य भागहरू। अब हेरौँ एक प्रोफेसनल सिभीमा कुन कुन भाग हुनुपर्छ। नम्बर 1, कन्ट्याक्ट डिटेल, नाम, फोन नम्बर, इमेल ठेगाना। नम्बर 2, करियर अब्जेक्टिभ, जस्तै टु बिल्ड अ करियर इन अ ग्रोइङ अर्गनाइजेसन वेयर आई क्यान गेट द अपर्च्युनिटिज टु प्रुभ माई एबिलिटिज। नम्बर 3, एजुकेसन, एसएलसी एसई देखि हालको पढाइसम्म सबै। नम्बर 4, वर्क एक्सपिरियन्स, यदि छ भने कुन संस्था हो, पद, समयावधि, कामको विवरण। नम्बर 5, स्किल्स, कम्प्युटर स्किल्स, एमएस अफिस, एक्सेल, कम्युनिकेसन, टिमवर्क आदि। नम्बर 6, सर्टिफिकेसन एन्ड ट्रेनिङ, यदि छन् भने, जस्तै कम्प्युटर ट्रेनिङ, ल्याङ्ग्वेज ट्रेनिङ इटिसी। नम्बर 7, ल्याङ्ग्वेज, नेपाली, अङ्ग्रेजी, अन्य कुन कुन भाषा आउँछ सबै। नम्बर 8, रिफरेन्सेस, तपाईलाई राम्रोसँग चिन्ने एकजना शिक्षक, सिनियर व्यक्ति अथवा सुपरभाइजरको नाम र सम्पर्क नम्बर। उदाहरणसहित सिभी डिजाइन। अब हेरौँ एक साधारण तर प्रभावशाली सिभीको उदाहरण। सिभीको लेफ्ट टप कर्नरमा नाम, फोन नम्बर, इमेल एड्रेस, त्यसपछि अब्जेक्टिभ, टु बिल्ड अ करियर इन अ ग्रोइङ अर्गनाइजेसन वेयर आई क्यान गेट द अपर्च्युनिटी टु प्रुभ माई एबिलिटिज। एजुकेसन, BBS +2 SEE। स्किल, MS अफिस, एक्सेल, इमेल राइटिङ, स्ट्रङ कम्युनिकेसन, लिडरसिप एन्ड टिमवर्क। ल्याङ्ग्वेज, नेपाली, इङ्ग्लिस। रेफरेन्सेस, मिस्टर रामहरि केसी, लेक्चर, XYZ कलेज, कन्ट्याक्ट नम्बर। यो फर्मेट भिडियोको डिस्क्रिप्सनबाट कपी गर्न सक्नुहुन्छ। अब केही बोनस टिप्सहरू। यहाँ केही विशेष सुझाव छन्। नम्बर 1, सिभी वर्ड अथवा क्यानभा जस्ता टुल्स प्रयोग गरेर सुन्दर ढाँचामा बनाउनुस्। नम्बर 2, सिभी PDF फर्मेटमा सेभ गर्नुस्। नम्बर 3, हरेक जागिर अनुसार सिभी अलिकति फेरबदल गर्नुस्। तपाईले अब प्रोफेसनल सिभी बनाउन सिक्नुभयो। अब चाहिएको हो भने एकचोटि आफै बनाउने अभ्यास गर्नुस्। थप डिटेलमा अझै सिक्न चाहनुहुन्छ भने यो भिडियोको डिस्क्रिप्सनमा हेर्न सक्नुहुन्छ। सिभीको फर्मेट त्यहाँबाट कपी गर्न सक्नुहुन्छ। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। यो हो तपाईको करियरको साथी, करियर अप नेपाल। अर्को भिडियोमा भेटौँला। धन्यवाद।